धेरैले खिसिट्युरी गरेको एउटा विषय हो नेपालको आफ्नै पानी जहाज चलाउने विषय। 2072 सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले महत्त्वकांक्षी योजना अगाडि सार्दै राष्ट्रिय झण्डा फहराउँदै पानी जहाज समुद्रमा अब छिट्टै चल्ने दाबी गर्नुभएको थियो। प्रधानमन्त्रीको यो भनाइलाई धेरैले व्यङ्ग्य गरे, बाल्टीमा पानी राखेर कागजको पानी जहाज चलाए र सामाजिक सञ्जालमा मिम र ट्रोल बनाए। तर अहिले भने संसदीय समितिमा पानी जहाज विधेयकमाथि छलफल चलिरहेको छ। नेपालमा समुद्री व्यापारको महत्त्व बुझ्दै 2025 सालतिर नै पानी जहाज सञ्चालन गर्ने योजना अघि सारिएको थियो। अन्ततः 2027 सालमा नरेन्द्र लक्ष्मी नामक पानी जहाज कोलकाता बन्दरगाहमा आइपुगेको थियो। प्रारम्भमा भारतीय कम्पनीको स्वार्थ समेट्न खोजिए पनि पछि नेपालले आफ्नै कम्पनी स्थापना गर्ने निर्णय गर्यो। इन्टर्न नेभिगेसन कम्पनी खोलिएको थियो, जुन पछि रोयल नेपाल सिपिङ कर्पोरेसनमा परिणत भयो। तर यो प्रयास सफल भएन। पानी जहाज ल्याउने पहिलो किस्ता तिरिएपछि दोस्रो किस्ता कम्पनीको एजेन्टले कमिसन बापत लिइदियो। तेस्रो किस्ता भुक्तानी गर्न नसक्दा योजना अधुरै रह्यो। अर्थ मन्त्रालयको ग्यारेन्टी नहुँदा नरेन्द्र लक्ष्मी पानी जहाज कोलकातामै रोकियो र नेपाल कहिले आइपुगेन। पानी जहाज सञ्चालनका लागि थप प्रयास। नेपाल सरकारले 2034 सालमा पुनः पानी जहाज भित्र्याउने कोसिस गर्यो, तर त्यति बेला पनि सफल हुन सकेन। 2072 सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पानी जहाज सञ्चालन गर्ने विषयलाई पुनः चर्चामा ल्याउनु भयो। तर आलोचकहरूले यसलाई केवल एक कल्पना मात्र भने उडाए। कतिले त वर्षायाममा कागजको पानी जहाज बनाएर खिल्ली उडाए। पानी जहाज विधेयक। सरकारको हालैको प्रयासमा पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक 2081 राष्ट्रिय सभामा प्रस्तुत गरिएको छ। यस विधेयकले नेपालमा पानी जहाज सञ्चालन गर्न कानुनी व्यवस्था मिलाउनेछ। पानी जहाज दर्ता र सञ्चालन व्यवस्था। नेपालमा व्यक्ति वा संस्थाले पानी जहाज सञ्चालन गर्न सक्ने, नेपालभित्रका जलमार्ग र अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालन हुने पानी जहाजहरूको कानुनी व्यवस्थापन र नेपालमा दर्ता भएका पानी जहाजहरूमा अनिवार्य रूपमा नेपालको झण्डा राख्नुपर्ने, विदेशी लगानी र निजी क्षेत्रको सहभागिता। आन्तरिक जलमार्गमा विदेशी लगानीको सीमा 49% र अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालन हुने पानी जहाज सेवामा विदेशी लगानीको सीमा 80%। जल यातायातका लागि पूर्वाधार विकास। सरकारद्वारा जलमार्ग रुट निर्धारण र नदी र तालमा सञ्चालन भइरहेका जलयानहरूको दर्ता र नियमन। नेपाली नागरिकको रोजगारी। प्राथमिकता नेपाली नागरिकलाई दिइने र दक्षता अभावमा विदेशी नागरिकलाई नियुक्त गर्न सकिने। कानुनी दायित्व र सजाय। झुटा विवरण पेश गरेमा 10 लाख रुपियाँ जरिवाना वा 10 वर्षसम्म कैद र जल क्षेत्र अतिक्रमण गरेमा कानुनी कारबाही। यो विधेयक समितिबाट पारित भएर संसदबाट समेत पारित भएपछि नेपालले जलमार्ग प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने अवसर प्राप्त गर्नेछ। यसले समुद्री